Hey beautiful people, welcome to Tech Gyan Unlimited. आजको यो भिडियोमा हामी डिजिटल लजिकको बारेमा बुझ्नेछौँ। भिडियो सुरु गर्नुभन्दा अगाडि म यहाँहरूलाई के आग्रह गर्न चाहन्छु भने कृपया भिडियो सुरुदेखि अन्तसम्म हेरिदिनु होला ताकि महत्त्वपूर्ण विषय नछुटोस् र आगामी भिडियोहरूको लागि यो एकदम बेसिक कुराहरू म यो भिडियोमा भन्न गइरहेको छु। र यो भिडियोमा हामी आज के सिक्छौँ त भन्दाखेरि डिजिटल लजिक भनेको के हो र यसको रियल लाइफ एक्जाम्पलहरू हामीले कहाँ युज गर्न सक्छौँ र यसको यो डिजिटल लजिकको टाइप्सहरू र यसको सिम्बल्स र डिफ्रेन्ट प्रपर्टिजहरू हामीले बुझ्नेछौँ र अन्तिममा हामीले क्विक रिभ्यू पनि गर्नेछौँ। र यो डिजिटल लजिक भनेको के हो रहेछ त भन्दाखेरि डिजिटल लजिक अल्सो नोन एज डिजिटल इलेक्ट्रोनिक or digital design is the foundation of all modern computing. It is the system of rules that allows us to make complex decisions and perform calculations using only two states, that is 0 and 1. 0 means false or low voltage or 0 voltage, and 1 means high or true or 5 voltage or 3.3 voltage. Digital logic relies on physical components called digital gates. जति पनि डिजिटल लजिकहरू हुन्छ नि सबै लजिक गेट्सको आधारमा बनेको हुन्छ भन्ने भन्न खोजेको छ। इन सर्ट डिजिटल लजिक इज द प्रोसेस अफ युजिङ सिम्पल यस नो स्विचेस टु परफर्म कम्प्लेक्स म्याथमेटिकल क्याल्कुलेसन। हाम्रो जुन जति पनि कम्प्युटर र इलेक्ट्रोनिक डिभाइसहरूमा हुन्छ यो सबै डिजिटल लजिकमै काम गरिरहेको हुन्छ। भन्न खोजेको के हो भन्दाखेरि यस अर नो स्विचेसहरू हुन्छ, त्यो भनेको लाखौँको सङ्ख्यामा त्यस्तो स्विचहरू मिलेर हाम्रो कुनै पनि सर्किट बनेको हुन्छ। र यो डिजिटल लजिकको युज हामीले डेली लाइफमा कहाँ युज गर्न सक्छौँ त भन्दा यो हजारौँ एक्जाम्पल दिन सकिन्छ। जस्तै एक्जाम्पलका लागि एटिएम मेसिनमा हामीले अब क्यास विथड्र गर्न पर्यो भने एटिएम मेसिनमा ब्याङ्कले सिम्पल 2-3 लजिक मात्रै युज गर्छन्। अब ब्याकएन्डमा अब सेक्युरिटीको कुरा त आफ्नो ठाउँमा छँदैछ हैन। अब सपोज अब एटिएमबाट पैसा निकाल्न पर्यो भने एटिएम के अरे कार्ड भ्यालिड छ कि छैन भनेर चेक गर्छ, त्यो मात्रै भ्यालिड भएर भएन, पिन पनि मिल्न पर्यो र फन्ड पनि एभाइलेबल हुनु पर्यो। जस्ट अर्को रियल लाइफ एक्जाम्पल भनेको हाम्रो गाडीहरूको पार्किङ सेन्सरमा, रिभर्स पार्किङ सेन्सरमा सपोज हामीले ब्याक गर्दैछौँ भने क्यामेरा अन हुन्छ र सबै चिज हामीले क्यामेरामा पनि देख्न सक्छौँ। तर इनकेस क्यामेरा छैन भने पनि हामीले त्यसमा लजिकहरू लगाएको हुन्छ। स्पेस ब्याक गर्दाखेरि पछाडि स्पेस छैन भने अथवा अब्स्ट्याकल केही डिटेक्ट गर्यो भने त्यसले अटोमेटिक बिप गर्छ। र यस्तै थुप्रै उदाहरणहरू छन्। अब यो उदाहरण चाहिँ हामीले अब पछि बुझ्दै गर्नेछौँ। हामीले म्याक्सिमम ठाउँमा देख्ने भनेको यही 7वटा गेटहरू हो र यसको सिम्बलहरू यसमै छ जुन म एउटा गरेर भन्नुछु। सुरुमा नट गेट छ। यो नट गेटलाई इन्भर्टर गेट पनि भनिन्छ, जुन यो हामी सबै गेटको बारेमा अर्को भिडियोमा पढ्नेछौँ। यो नट गेटको सिम्बल भनेको प्राइम अथवा ड्यास अथवा ओभरलाइन पनि भनिन्छ अथवा त्यसले जनाउँछ। एन्ड गेटलाई डटले जनाउँछ भने अर गेटलाई प्लस सिम्बलले जनाउँछ। अनि न्यान्ड गेट भनेको एन्ड गेटमा नट गेट जोडेर बनाएको हुन्छ। यो जुन यसमा ओभरलाइन पनि लागेको छ, तपाईहरुले देख्न सक्नुहुन्छ। अनि नर गेट भनेको अर गेटमा नट लागेर बनेको हुन्छ, जुन यो अर यो प्लस सिम्बल छ यसमा पनि प्लस सिम्बल छ र यसमा ओभरलाइन नट लागेको छ। यो हामीले सबै गेटहरूको बारेमा पछि अर्को भिडियोमा पढ्ने नै छौँ। अहिलेलाई यो सिम्बल मात्र जानिराखौँ र यो सिम्बलहरू नोट गर्नु होला। एक्स अर भनेको एक्सक्लुसिभ अर गेट हो। यसलाई सर्कल्ड प्लसले जनाउँछ र यसको एक्सप्रेसन पनि हामीले पछि
बुझ्ने गरी पढ्नेछौँ र अर्को अन्तिममा गेट रहेको छ एक्सक्लुसिभ नर यसलाई सर्कल डटले जनाउँछ र यसको एक्सप्रेसन रहेको छ y इक्वल टु a and b प्लस भन्दा पनि अर हाम्रो यो NAND को गेट। अब यसको हाम्रो भेरियस लजिक गेटहरुको प्राय तीनटा प्रपर्टिज हुन्छ। एउटा भनेको आइडेम्पोटेन्ट अर क्लोजर प्रपर्टिज, अर्को भनेको क्युमुलेटिभ प्रपर्टिज र अर्को भनेको एसोसिएटिभ प्रपर्टिज। यस्तै थुप्रै अरु प्रपर्टिजहरु पनि छन्, तर हामीलाई यो बेसिक यो तीनटा प्रपर्टिज चाहिँ जान्नै पर्ने हुन्छ। र सुरुमा हामी बुझ्दै छौं यो आइडेम्पोटेन्ट प्रपर्टिज भनेको के हो भनेर। यो आइडेम्पोटेन्ट अर क्लोजर प्रपर्टीले के भन्छ भन्दाखेरि इन अ बुलियन अलजेब्रा एन्ड अ डिजिटल लजिक डिजाइन द idempotent properties states that combining a variable with itself using an AND gate or an OR gate results in the original variable। यसको मतलब के हो भन्दाले एउटै AND र OR गेटमा हामीले युज गर्न सकिन्छ यो प्रपर्टिज, हामीले यो युज हुन्छ प्रपर्टिज। तर हामीले जुन यो दुईटा स्टेट कम्बाइन गर्छौं तर रिजल्ट भनेको पनि ओरिजिनल भेरिएबल नै निस्किन्छ भन्न खोजेको हो। तल एक्जाम्पल हामीले देख्न सक्छौं। यो OR गेटमा हामीले A OR A को रिजल्ट भनेको हाम्रो A नै आउँछ र AND गेटको केसमा पनि A and A को रिजल्ट पनि A नै आउँछ। अर्को प्रपर्टी रहेको छ कम्युटेटिभ प्रपर्टी। The commutative property in logic gates states that the order of the input variables does not affect the output. If we swap the connections on the input terminals of a commutative gate, the logic level high or low at the output terminal remains exactly the same. यसको जनरल इक्वेसन रहेको छ A operator B equal to B operator A। एक्जाम्पल हामीले A और B को रिजल्ट B और A भन्न सक्छौं अथवा A and B को जति जुन आउटपुट आउँछ B and A को आउटपुट पनि त्यही बराबरी मिल्छ भन्न खोजेको हो यो प्रपर्टीले। र यो प्रपर्टी भनेको हाम्रो पछि जति पनि हामीले लजिक डिजिटल लजिक गेट्सहरु बनाउँछौं कम्प्लेक्स यही प्रपर्टीमा आधारित रहेर बनेको हुन्छ। र अर्को अन्तिममा अर्को प्रपर्टी पनि जानिराखौं यो एसोसिएटिभ प्रपर्टी। Associative property in logic design states that when we perform the same operations on the three or more variables, how we group them or place the parentheses does not change the result. This allows us to connect multiple two input gates in a chain to create three input gates. General equation A operator B यो चाहिँ ब्र्याकेटमा छ अनि C equal to A operator and bracket open B operator C। हामीले यसको एक्जाम्पल पनि देख्न सक्छौं। अहिलेलाई यो A plus B ब्र्याकेट plus C को रिजल्ट भनेको A plus ब्र्याकेटमा B plus C को बराबरी नै हुन्छ भन्न खोजेको छ। यो OR गेटको केसमा पनि त्यही नै हो रिजल्ट। अहिलेलाई यो प्रपर्टिजहरु यस्तो यस्तो हुन्छ भनेर मात्र बुझ्नु होला, किन भन्नाले यो डिजिटल लजिक भनेको जति पढ्दै गयो त्यसपछि बल्ल सबै टर्म्सहरु बुझ्छौं हामीले। अब हामीले चाहिँ अब यो तीनटा प्रपर्टिजको यसो एकचोटी फेरि रिभिजन जस्तो गरौँ। हामीले अब कम्युटेटिभ प्रपर्टिजको बारेमा पढ्यौं हैन। अब त्यसमा चाहिँ अब हामीले के रे इनपुट स्वैप गर्दा फेरि पनि आउटपुट सेम हुन्छ भनेर त्यो पढेको छौं। तर एक्सेप्ट नट गेट अलमोस्ट अल स्ट्यान्डर्ड टु इनपुट लजिक गेट्स फलो कम्युटेटिभ प्रपर्टिज। यो किन भन्न खोजेला नट गेट चाहिँ इन्भर्टरको रूपमा काम गर्छ। हामीले 0 दियो भने 1 रिजल्ट दिन्छ, 1 इनपुट दियो भने 0 आउटपुट दिन्छ। त्यही भएर
यो कम्प्युटेटिभ प्रपर्टी युज हुनलाई चाहिँ दुईटा इनपुट दिनुपर्छ, जुन कुरा नट गेटमा हुँदैन। यो सबै गेटहरूले यो कम्प्युटेटिभ प्रपर्टी फलो गर्छ नै, त्यसकारण यो एकदम इम्पोर्टेन्ट प्रपर्टिज हो डिजिटल लजिकको लागि। अनि यो अर्को हामीले एसोसिएटिभ प्रपर्टिज पनि पढ्यौँ हैन, जुन यो प्यारेन्थेसिसको कुरा थियो, जुन अगाडि पछाडि राखे पनि त्यो त्यसको प्यारेन्थेसिसको अर्डरले केही पनि असर गर्दैन भनेर भनेको छ। यो चाहिँ हाम्रो यो चारवटा गेटलाई यो ल लागू हुन्छ, एन्ड गेट, अर गेट, एक्स अर गेट, एक्स नर गेट। अनि अर्को न्यान्ड एन्ड नर गेट आर नट एसोसिएटिभ भन्ने कुरा छ, जुन हामीले यो सुरुको चार्टमा हामीले देख्न सक्छौँ। यो सबै यो टिक लगाएको, एनए लगाएको अनि क्रस गरेको भनेको, यो टिक लगाएको भने एन्ड र अरले यो आइडेम्पोर्टेन्ट प्रपर्टी एक्सेप्ट गर्छ अथवा यो प्रपर्टी लागू हुन्छ भनेर बुझ्न सक्छौँ। कम्प्युटेटिभ प्रपर्टी नट गेट बाहेक सबैमा युज भइरहेको देखिन सक्छौँ। एसोसिएटिभ प्रपर्टिज एन्ड अर, एक्स नरमा युज हुन्छ, तर न्यान्ड र नरमा युज हुँदैन भन्न खोजेको। जुन यो हाम्रो यो चार्ट भनेको तपाईँले स्क्रिनसट पनि गरेर राख्न सक्नुहुन्छ, यो चिट सिट जस्तै हो। हामीले यो नर्मल जति पनि लजिकल डिजिटल लजिक डिजाइन कम्प्लेक्स सर्किटहरू हुन्छ, हाम्रो यही प्रपर्टीको आधारमा युज हुने हो। र यो भिडियो हेरिदिनु भएकोमा एकदम धन्यवाद। भिडियोलाई लाइक गरिदिनु होला र च्यानललाई सब्सक्राइब गरिदिनु होला र यो भिडियो सेयर पनि गरिदिनु होला। धन्यवाद।